हालेलुया प्रभुलाई महिमा भएको होस्। यो समयको लागि मात्र हामी गुड फ्राइडे भइरहेका छौँ है। हामीलाई असल शुक्रबारको दिनमा असल कुरा हामी गर्न गइराखेका छौँ। यो समयमा छिटो दुई चारवटा कुरा पाँचवटा कुरामा भन्छु तपाईँहरूसँग, अनि त्यसपछि हामी प्रार्थनामा जानेछौँ है। अनि तयार भइराख्नुहोस् तपाईँ आफै पनि। मेरो भनाइ चाहिँ के भने बार म भन्ने कुरा चाहिँ तपाईँ तयार हुनु भएन भने यहाँबाट बोल्दामा फरक पर्छ। तपाईँको हृदय तयारी छ भने यहाँबाट बोलेको वचन चाहिँ तपाईँको हृदयमा काम गर्न थाल्दछ र आफै पनि तयार हुनु आवश्यकता छ। वचन तयार गरेर लिएर आएको छ, उसले बोल्छ म सुन्छु होइन। यहाँ बोल्दै गर्दाखेरि तपाईँ आफै कतिको तयारी भइराख्नुपर्छ, कतिको तपाईँको हृदयले आज वचनलाई ग्रहणशील गर्नको लागि तयार छ। यो महत्त्वपूर्ण छ। यस कारणले गर्दाखेरि आज मलाई जुन दिन मैले बुलेटिन हेरेँ, मेरो नाम राखिसकेपछि अनि मैले प्रार्थना गर्दै थिएँ। हाम्रो आदरणीय एल्डर बुवालाई मैले भने वचनको विषय चाहिँ रगत हो भनेर। अनि हामीले भिडियो क्लिप देखिसकेका छौँ प्रभु यीशु ख्रीष्टले कसरी रगत बगाउनु भयो भन्ने कुरा। अनि रगत हामीलाई एकदमै नबुझेको कारणले हामी रगतलाई चलाउँदैनौँ। अरू कुराहरू धेरै कुराहरू हामी गरिराखेका हुन्छौँ, तर रगतलाई हामी त्यति मान्यता दिँदैनौँ। हाम्रो बहिनीहरू भाइहरू कतिजना नर्स हुनुहुन्छ। रगत कति महत्त्वपूर्ण छ। रगत कुन चाहिँ पोजिटिभ हो कि नेगेटिभ जुन चाहिँ पाउँदैन होइन, कुन चाहिँ हो नेगेटिभ है। ओ नेगेटिभ भन्ने रगत पाउँदैन। तर त्यो खोजेर त्यो रगतलाई खोजेर ल्याएर लगायो अथवा त्यो पायो चलायो भने पनि त्यो मान्छे केही समयपछि के हुन्छ त्यो मान्छे 2 वर्ष 10 वर्ष 50 वर्ष एकपल्ट मरेरै जान्छ। तर यीशुको रगत यस्तो रगत हो जुन रगतलाई जान्यो बुझ्यो र उस रगतलाई आफ्नो जीवनमा अप्लाई गर्यो भने त्यो रगतले चाहिँ कहिले पनि मर्दैन। हालेलुया। त्यही रगतको बारेमा आज म चर्चा गर्दैछु, जो चाहिँ यीशुको रगत हो। जुन रगतलाई बुझ्यौँ, जुन रगतलाई जान्यौँ, जुन रगतलाई तपाईँ र मेरो जीवनमा चलाउन थाल्यौँ भने त्यो रगतले चाहिँ कहिले पनि तपाईँ र मलाई मार्दैन, कहिले पनि मार्दैन प्रिय। त्यो रगतको शक्तिलाई आज हामी हेरौँ प्रिय। आमेन। हामी तयार छौँ? तयार छौँ? एकपल्ट हामी ताली बजाएर परमेश्वर पवित्र आत्माको बिचमा हुनुहुन्छ। यस समय पवित्र आत्माले काम गरि नै राख्नु भएको छ। हामी जस्तो फेरि होइन आज टाइम पास गर्दैछौँ, के गरौँ अनलाइनमा बसेर एकछिन टाइम पास गरौँ होइन। परमेश्वर सधैँ बिजी हुनुहुन्छ, काम गरि नै राख्नुहुन्छ, उहाँको फुर्सद छैन प्रिय। हामी जस्तो फ्री होइन, हामीलाई 24 घण्टा कतिपल्ट फ्री हुन्छ त्यस्तो होइन। पवित्र परमेश्वरको वचनले भन्छ हिब्रूको पुस्तक 13:8ले हिजो आज र सदा सर्वदा यीशुको सँग एक समान हो। उहाँ काम गरि नै राख्नुभयो। हिजो नि काम गर्नुभयो, आज नि गर्नुभएको छ, भोलि पनि के गर्नुहुन्छ काम गरि नै राख्नुहुन्छ। यस्तो परमेश्वरको बारे हामी चर्चा गर्दैछौँ। आउनुहोस् हामी पढौँ लेवीको पुस्तक 17:11 पढ्दैको छ। म सर्वप्रथम तपाईको बिचमा यसरी लेखेको छ, किनकि जीवनधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगत चाहिँ वेदीमा तिनीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसको जीवनको निम्ति प्रायश्चित गरिन्छ। आमेन। म पहिलो खण्डमा फेरि पढ्छु, किनकि जीवनधारी प्राण त्यसको केमा हुन्छ रगतमा हुन्छ। यीशु ख्रीष्टलाई कसले मार्यो भन्नु त? हजुर यीशुलाई कसले मार्यो भन्नुहोस् त? हजुर थाहा छैन यीशुलाई कसले मार्यो? हजुर नडराई भनिदिनुहोस् न, कसले मार्नु भयो? आफै मर्नु भयो। मारेकै होइन यीशु ख्रीष्टलाई। यीशुले के भन्नुभयो? आफ्नो प्राण त्याग्नु भयो। मैले त्याग्नु भएको मारेको होइन प्रिय। यीशुलाई कसैले मार्न सक्छ? मार्न सकेको भए त मरेको भए बिउत नै सक्नुहुन्थेन। उहाँले आफ्नो प्राण दिनुभयो। कुनै कुरा तपाईँले मलाई दिनुहुन्छ त्यो माग्न सक्नुहुन्छ हो किन भन्नु त? दिएको कुरा चाहिँ के गर्न सक्छ? माग्न सक्छ। मेरो हो मलाई देऊ भनेर उहाँले आफ्नो प्राण के गर्नुभयो? दिनुभयो। तपाईँ मलाई के दिनुभयो त? यीशु ख्रीष्टले रगत दिँदै गर्दाखेरि
तपाईँ र मलाई के दिनुभएको थियो? जीवन दिनुभएको थियो। आमेन। जीवन दिनुभएको थियो। यहाँ त्यही भन्छ रगतमा चाहिँ के हुन्छ? प्राण छ, जीवन छ। अनि यीशुले अघि हामीले हेरेको भिडियोमा उहाँले जब कलवारीमा क्रुसमा त्यो रगत बग्दै गर्दाखेरि जब रगत सिद्धियो नि अनि पानी आउन थालिराखेको थियो अनि उहाँले के भन्नुभयो? अब सिद्धियो। हालेलुया। अब सिद्धियो भन्नुभयो। उहाँले रगत दिनुभयो। त्यो दिँदै गर्दा कसलाई दिनुभयो? जसले विश्वास गरेको छ। तपाईँ र म विश्वास गरेका छौँ। जसले विश्वास गर्छ, त्यो कुरालाई विश्वास गर्छ नि, त्यसलाई चाहिँ के गर्नु छ? उहाँले त्यो जीवन दिनुभएको छ। रगत। अनि त्यो जीवन बुझ्ने व्यक्ति, जससँग यीशुको रगत छ, रगत भएको व्यक्ति मर्दैन कहिले पनि। कहिले मर्दैन यीशुको रगत। जसले बुझेको छ, जसले जानेको छ। आमेन। हालेलुया। यस कारणले गर्दाखेरि मानिसको पापको निम्ति त्यो रगत बगाउनै पर्थ्यो। पापले चाहिँ गर्दा के भयो? मानिसलाई पापको समस्या समाधान गर्नको लागि पापले चाहिँ समस्याको समाधान खोजिराखेको थियो। अनि त्यो समस्याको समाधान चाहिँ के थियो? यीशुको रगत थियो। यीशु ख्रीष्टको रगत थियो। अनि त्यो रगत चाहिँ तपाईँ र मेरो लागि उहाँले बगाउनु भएको छ। अब हामी दुई चारवटा कुरा के भन्न लागेका छ नि, यीशु ख्रीष्टले रगत बगाउँदै गर्दाखेरि उहाँले रगत बगाउँदै गर्दाखेरि तपाईँ अनि मेरो जीवन, हामी मानिस जातिले जुन पाप गर्यो, जुन अधर्म गर्यो, जुन चाहिँ गल्ती गरिराखेको, त्यसको सट्टामा के गर्नुभयो? यीशु मर्नुभयो, आफ्नो प्राणलाई त्याग्नु भयो। पापले चाहिँ जहिले पनि के गरेको छ? पापको समस्याले चाहिँ समाधानलाई माग गर्छ। कहाँ छ समाधान? अनि समाधान चाहिँ कहाँ छ? यीशुको रगतमा छ। आमेन। यीशुको रगतमा छ। अनि यो रगतलाई हामीले बुझ्नुपर्छ नि। प्रायश्चित चाहिँ पापको कारणले गर्दाखेरि परमेश्वरको धार्मिक क्रोध के गर्नु परेको थियो? हटाउनु परेको थियो। धार्मिक क्रोध, मानिसले पाप गर्यो परमेश्वरबाट अलग भयो, मृत्युमा गइराखेको थियो। ऊ अब परमेश्वरसँग जोडिन सक्दैन, प्रभुको उपस्थिति आउन सक्दैन, पापको कारणले भागिराखेको थियो। अनि त्यो भागेको सट्टा अब कसले चाहिँ त्यो एउटा पापी मानिसको समस्यालाई समाधान गर्ने त कोही पनि थिएन। कोही पनि थिएन। अनि यीशु ख्रीष्टले हाम्रो पापको प्रायश्चित भइकन, हाम्रो पापको सट्टामा भनौँ न त, हाम्रो पापको सट्टामा यीशु के हुनुभयो? मर्नको लागि आउनुभयो, रगत बगाउनको लागि आउनुभयो। रोमीको पुस्तक 3:23 भन्छ मानिसले पाप गरेको कारणले परमेश्वरको महिमासम्म पुग्न चुकेको थियो। परमेश्वरको उपस्थितिमा जान सक्दैन, प्रभुको नजिकतामा जान सक्दैन, प्रभुसँग आम्ने सामने बस्न सक्दैन। त्यो कारणले गर्दाखेरि परमेश्वरले होइन, अब यी मानिसहरू नमरोस्, यी मानिसहरूलाई मैले आफ्नै स्वरमा हाम्रै प्रतिरूपमा बनाएका मानिसहरूलाई बचाउनुपर्छ, यिनीहरूलाई जीवन दिनुपर्छ भनिकन उहाँले के गर्नुभयो? यीशु ख्रीष्टलाई तपाईँ र मेरो सट्टामा, मेरो लागि, तपाईको लागि उहाँ रगत बगाउनको लागि स्थितिमा आउनुभयो, हाम्रो सट्टामा आउनुभयो। हामी महिमासम्म पुग्न चुकेको व्यक्ति, प्रभुको उपस्थितिमा जान सक्दैनौँ, प्रभुसँग बोल्न सक्दैनौँ हामी, तर परमेश्वरले के गर्नुभयो? आफ्नो पुत्रलाई पठाइकन यीशुको रगतद्वारा हामी के गर्न सक्छौँ? उहाँ जान सक्छौँ। अनि त्यो समस्या चाहिँ पापको समस्याले के थियो? रोमी 6:23 भन्छ के छ? मृत्यु छ, मृत्यु। अनि यीशुको रगतमा के छ? जीवन छ। यीशुको रगतमा के छ? जीवन छ। अनि रोमीकै पुस्तक 3 अध्यायमा अहिले पढौँ, हेर्नु त, यहाँ स्पष्ट लेखेको छ रोमी 3:24 र 25 पदमा। रोमी 3:24 र 25 सरल पढ्छु, जहाँ चाहिँ यसरी लेखेको छ, परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सिद्धैमा धर्मी ठहरिएका छौ। परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्छ। त्यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। आमेन। हालेलुया। यीशुको रगत, जब यीशुले रगत बगाउनु भयो, तपाईँ र मेरो पापलाई वास्ता गर्नु भएन। जब उहाँले तपाईँलाई हेर्नुहुन्छ नि, मलाई हेर्नुहुन्छ नि, उहाँले अगाडि यीशुलाई देख्नुहुन्छ। उहाँलाई डाइरेक्ट तपाईँ मलाई देख्दै गर्दा पापी देख्नुहुन्छ, तर यीशु हाम्रो सट्टामा यीशुलाई देख्नुहुन्छ। जब यीशुलाई देख्नुहुन्छ नि, तपाईँ र मलाई देख्छ, ग्रहण गर्नुहुन्छ, यो मेरो प्रिय पुत्र हो, यो मेरो छोरी हो, यो मेरो छोरा हो भनिकन उहाँले ग्रहण गर्छ। किन? यीशु ख्रीष्ट हाम्रो खातिर उहाँ प्रायश्चितको बलिदान गरिसक्नु भएको छ। उहाँको रगतद्वारा नि
यीशु ख्रीष्टको रगतद्वारा नै, अरू कुनै रगत होइन है, कुनै पनि रगत होइन, यीशुको रगतद्वारा नै के भएको छ, हाम्रो लागि बलिदान स्वरूप प्रस्तुत भइसक्नु भएको छ। अब हामी बलिदान गरिराख्नु पर्दैन। हामीले गरेर आएको शालीनता के गर्नु पर्थ्यो, हामीलाई बलिदान गर्नु पर्थ्यो। पाप ढाकिन्थ्यो, वर्ष हुँदा फेरि वर्ष बाँकी हुन्छ, आइतबारे सोमबारे कुल देवता के हामीलाई चाहिरहेको थियो। तर यीशुको रगतले त्यो चाहिँदैन थियो। त्यो रगत एकपल्ट बग्यो 2000 वर्ष 25 वर्ष पहिले, त्यो रगतले चाहिँ सबै कुरा सिद्धाइदिन्छ। अब फेरि बलिदान गर्नको लागि हुनु पर्दैन, बलिदान हुन आउनुहुन्न पनि। अनि हाम्रो प्रायश्चितको लागि जुन चाहिँ परमेश्वरको धार्मिक कुरोको हटाउनको लागि यीशु ख्रीष्टले के गर्नुभयो, आफ्नो रगतलाई बगाउनुभयो। मर्कुसको पुस्तक 10 अध्यायमा 45 हामीलाई थाहा छ, परमेश्वरको उहाँ चाहिँ सेवा गर्नको लागि आउनुभयो। धेरैको पापको निम्ति, अधर्मको निम्ति उहाँ क्रुसमा बलिदान हुनको लागि यीशु ख्रीष्ट आउनुभयो। भइसक्नु भएको छ। अनि यो कुरालाई चाहिँ दिनु पर्यो हामीले। अब मेरो लागि ख्रीष्ट येशू मरिसक्नु भएको छ, उहाँले आफ्नो प्राण दिइसक्नु भयो, उहाँको रगतले मेरो सबै अधर्म पापलाई मेटाइसक्यो भने अब म फेरि पापमा जिउँदिन, म पापमा जिउँदिन। किनकि यीशुको रगतमा त्यो शक्ति छ, त्यो सामर्थ्य छ। अनि त्यो रगतले चाहिँ मलाई जहिले पनि के गर्छ, विजय दिन्छ। हामी विजय दिन्छ। यीशु ख्रीष्टले हाम्रो लागि प्रायश्चित गर्नुभएको थियो परमेश्वरको धार्मिक कुरो हटाउनको लागि। अब तपाईहरुलाई फेरि पनि भन्दैछु, अब हामीलाई हेर्दै गर्दाखेरि परमेश्वरले पापी देख्नुहुन्न। आमेन। पापी देख्नुहुन्न, धर्मी देख्नुहुन्छ। त्यो क्रोध हटे जुन चाहिँ हामीले गरेको पापले गर्दा, आदमले गरेको पापले गर्दाखेरि हामीलाई देख्दै गर्दाखेरि के लाग्छ, हामी डराउँथ्यौँ, भाग्थ्यौँ भने अब यीशुको रगतले गर्दाखेरि हामी के गर्दैनौँ, भाग्दैनौँ। उहाँको रगतमा हामी पिताको उपस्थितिमा सहज तरिकाले आरामसँग हामी के गर्न सक्छौँ, निडर र साहसिलो भइकन हामी जान सक्छौँ। हामी अनुग्रह कृपा पाउनको लागि सिंहासनको अगाडि हामी उभिन सक्छौँ। किनकि यीशुको रगत आज पनि तपाईहरुको लागि छर्किराखेको छ। हामी यीशुको रगत भएर जान्छौँ। त्यो क्रोध, त्यो दण्ड हटाउनको लागि के गर्नु, हाम्रो पापको प्रायश्चित भयो। यसकारण उहाँको रगतमा धर्मी ठहरेको हुनाले झन् बढी हामी परमेश्वरको क्रोधबाट उहाँबाट हामी के गर्छौँ, बचाइएका छौँ। यीशु ख्रीष्टको रगतद्वारा, रोमी 5:10-9 पद भन्छ, उहाँको रगतद्वारा चाहिँ हामी बचाइएका छौँ। अब नडरौँ, हामी परमेश्वरको उपस्थितिमा जान डराइराखेका हुन्छौँ। नडराउनुहोस्। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, मलाई प्रेम गर्नु, त्यही भएर पुत्रलाई के गर्नुभएको, क्रुसमा पठाउनु भएको, रगत बगाउनु भएको। यस कारणले गर्दाखेरि हाम्रो लागि के गर्नुभयो, प्रायश्चितको बलिदान भइकन। अथवा परमेश्वरले उहाँको पुत्रको रगत किन बगाउनु भएको रहेछ त, परमेश्वरको धार्मिक क्रोध हटाउनको लागि। रगतले मात्र के गर्छ, त्यो क्रोधलाई हटाउन सक्छ। अनि अर्को कुरा चाहिँ हामीलाई स्वीकार गर्न के औचित्य थियो त, उहाँले त्यो बगाउनै पर्ने। किन उहाँले हामीलाई यीशु ख्रीष्टलाई त्यो टाङ्नु भयो त, के औचित्य थियो त, के थियो त त्यो कारण भन्दाखेरि उहाँले तपाईँ र मलाई स्वीकार गर्न सक्छ। हामी अरू कुराले स्वीकार गर्न सक्दैनौँ, स्वीकार्योग्य हुनै सक्दैनौँ। हामी अरू कुराले हामीसँग भनेको कुरा ट्यालेन्ट होला, धेरै जान्नु भएको छ होला, धेरै बुद्धि होला, ज्ञान होला, तपाईसँग के छ तपाईसँग अहिले। तर यीशु ख्रीष्टको रगत बिना हामी स्वीकार्योग्य हुन सक्दैनौँ। यीशुको रगत बिना स्वीकार्यो जेसुकै होस्, तपाईसँग मसँग धन दौलत होला, संसारमा तपाईँ मिलियन के हुनुहुन्छ होला, के कुरा तपाईसँग छ, त्यो कुराले कहिले पनि परमेश्वरले स्वीकार गर्दैन। परमेश्वरले बताउनु भन्नुभएको छ, के दिन सक्छ मलाई, यस सारा जङ्गलमा भएका सारा सबै कुरा त मेरै हो, स्वर्ग उहाँको सिंहासन, पृथ्वी हो, के छ हामीसँग भन्नु, हामीसँग के पनि छ, सबै कुरा उहाँकै, उहाँले नै दिनुभएको कुरा हामीसँग छ। भने हामी घमण्ड गर्ने कुरा छैन। तर हामीलाई उहाँले स्वीकार गर्न सकौँ भनेर यीशु ख्रीष्टले, परमेश्वरले तपाईँ मलाई उहाँमा जोडिन सकौँ, फेरि हामी उहाँसँग रहन सकौँ भनेर के गर्नु, उहाँले त्यो औचित्य थियो, त्यो कारण थियो कि उहाँले आफ्नो पुत्रको रगत बगाउनु भएको। रोमीको पुस्तक 1:18 पदमा जब हेर्छौँ भने परमेश्वरको क्रोध ती मानिसहरूको सारा भक्तिहीनता र दुष्टताको विरुद्धमा स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूको अधर्मले दबाइराखेका छन्। हेर्नु त, परमेश्वरको क्रोध हेर्नु चाहिँ के भइराखेको छ, हाम्रो सारा भक्तिहीनता र दुष्टताले गर्दा परमेश्वरको सत्यतालाई के गर्छ, दबाएर राखेको छ। आज आफ्नै जीवनलाई निहालेर हेरौँ न, हाम्रो जीवनलाई कति बेला हामीले जानेको छौँ भनेर घमण्ड केही पनि जानेको हुँदैन।
केही जानेको हुँदैन, आफै त्यतिकै फुटिराखेको छ, ठुलो भएको छ, तर केही पनि थाहा हुँदैन, घमण्ड गर्ने कारण छैन। यहाँ के भन्छ, ती कुराले सत्यलाई के भन्छ, परमेश्वरको वचनको सत्यतालाई नभएर आफ्नो मन गन्ते कुरालाई, आफ्नो मनका कुरालाई के भनिराखेको हुन्छ, होइन मेरा प्रिय। त्यसले गर्दाखेरि के भएको छ, परमेश्वर क्रोध मानिसहरूमाथि परिरहेको छ। अनि त्यो क्रोधले गर्दाखेरि टाढा भइराखेको थियो, त्यो क्रोधले गर्दाखेरि परमेश्वरले स्वीकार गर्न सक्नु भएको थियो। हाम्रो गलत कारणले गर्दाखेरि, गलत कुराले, गलत जीवनले, गलत तरिकाले जिउँदै गर्दाखेरि, तपाईँ र मेरो हरेक हाम्रो सोच्ने कुरा गलतले गर्दाखेरि हामीलाई परमेश्वरले स्वीकार गर्न सक्नु भएको थिएन। जब उहाँले आफ्नो पुत्रलाई पठाउनु भयो नि, रोमी 5:10 पढ्नु त म संस्कृति पढ्दैछु। रोमी 5:10 भन्छ, किनकि हामी शत्रु छँदा नि उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो के भएको छ, मिलाप भएको थियो भने झन् बढी अब उहाँसँगै मिलाप भएको हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइने छौँ। आमेन, हालेलुया, हालेलुया। उहाँको रगतद्वारा, हेर्नुहोस् न, जीवन चाहिँ के भनेको अघि हामीले पढ्यौँ, रगतमा चाहिँ जीवन छ। अनि त्यो रगतद्वारा चाहिँ अझै हामी के भइराखेको थियो, अब तपाईँले यो कुरा मनमा राख्नु पर्यो, यो कुरा हृदयमा राख्नु पर्यो, यो कुरा सोच्नु पर्यो, ध्यान दिनु पर्यो, यो कुरालाई भनिराख्नु पर्यो। जुन हाम्रो भक्ति तर सारा दुष्टताको कारण सत्यतालाई दबाइराखेका थियौँ नि र परमेश्वरको टाढा भएका थियौँ, अब चाहिँ ख्रीष्टको रगत तपाईँले लगाउनुहुन्छ भने त्यो भक्तिता जुन छ नि, त्यो चाहिँ तपाईँ के हुन्छ, अब भक्तिमा, परमेश्वरको भक्तिमा परिणत हुन थाल्दछ। तब सत्यतामा उभिन थाल्नुहुन्छ, वचनको सत्यतामा उभिन थाल्नुहुन्छ, जिउन थाल्नुहुन्छ। किनकि यीशुको रगतले तपाईँको सबै कुरालाई के गराइदिएको छ, पखालिदिएको छ, धोइदिएको छ। हो, उहाँको रगतले मरेको विवेकलाई जीवन दिएको छ, उहाँको रगतले। हालेलुया। हाम्रो सोच, हाम्रो विचार कति दुष्ट, त्यो कुरालाई पनि के दिएको छ, उहाँको रगतले जीवन दिएको छ। हिब्रूको पुस्तक 9 अध्यायमा तपाईँले हेर्नुभयो भने आज परमेश्वरको वचनले भन्छ, पहिलो यूहन्नाको 7 पदले, ज्योतिका सन्तानहरू जब एक साथमा भेला हुन्छन् अनि त्यो ठाउँमा चाहिँ परमेश्वरको पुत्र यीशु ख्रीष्टको रगतले सबै पापलाई धुँदछ। हालेलुया। पापलाई धुँदछ, अधर्मलाई मेटाइदिन्छ यीशुको रगतले। पहिलो यूहन्नाको 7ले भन्छ। अनि यसैको पुस्तक 1 अध्यायको 18 पदमा जब हेर्छौँ भने सिन्दुरे रङका राता र काला पापले पनि के भन्छ, ख्रीष्टको रगतले, परमेश्वरको पुत्र यीशुको रगतले धोएर हिउँभन्दा चम्किलो कपास। आज मेरा प्रिय, उहाँले तपाईँ र मलाई स्वीकार गरौँ भनेर अधर्म भएको कारणले गर्दा प्रभुको उपस्थित जान सक्दैनौँ। मैले फेरि पनि भन्दैछु, उहाँलाई हेर्न सक्दैन, उहाँले स्वीकार गर्न सक्नुहुन्न। परमेश्वर पापीलाई स्वीकार गर्न सक्नुहुन्न। पापलाई स्वीकार गर्न, पापीलाई स्वीकार गर्नुहुन्छ, पापलाई स्वीकार गर्न सक्नुहुन्न उहाँले। अनि त्यो हटाउनको लागि चाहिँ के गर्नुभयो, यीशु ख्रीष्टको बलिदान भयो, यीशुको रगत बगेको छ। आज यो रगतलाई लगाउन नि अब हामी पाप गरिराख्दैनौँ। प्रत्येक वर्ष तिहार जस्तै हुन्छ, फेरि हाम्रो चाड जस्तै हुन्छ। गुड फ्राइडे आयो, पाम सन्डे आयो, इस्टर सन्डे आयो, के आयो भन्ने त हाम्रो चाड। हाम्रो पनि वर्षमा 5 वटा चाड छ, मनाउँ मनाउलो, त्यही मात्र हुन्छ। तर यो चाडमा परमेश्वर बोल्नुहुन्छ, यो समय परमेश्वर वचनद्वारा बोलिराख्नु भएको छ, हाम्रो लागि उहाँ बोलिराख्नु भएको छ। के भन्दै हुनुहुन्छ, अबको जीवन कसरी जिउने, अब कसरी चल्ने। यीशुको रगत बगाउनुको गुड फ्राइडेमा उहाँले आफ्नो प्राण दिनुभयो भने अब म कसरी जिउने, त्यो कुरा परमेश्वर बोलिराख्नु भएको छ हामीसँग। आज यो कुरा मनायो, चाड मनायो, भोलिको दिन फेरि लतालीले भत्ता भन्नु होइन मेरा प्रिय। जब चाड मनाउँछौँ नि, जब इजरायलले चाड मनाउँथे नि, त्यो समय परमेश्वर बोल्नुहुन्थ्यो मानिसहरूसँग। अर्को विशेष जसले चाहिँ खोजेको छ, जो चाहिँ परमेश्वरमा भक्ति छ, परमेश्वरसँग जुन चाहिँ सम्बन्धमा जोडिएको छ, उहाँको कुरालाई सुन्नलाई आतुरी छ। परमेश्वर मसँग कहिले बोल्नुहुन्छ, कसरी बोल्नुहुन्छ, म तयार छु प्रभु तपाईँको आवाज सुन्नको लागि, मेरो कानलाई खोज्छु तपाईँको आवाज सुन्नको लागि, मेरो आँखालाई खोज्छु तपाईँलाई हेर्नको लागि भनिकन जो व्यक्ति तयार छ नि, त्योसँग बोल्नुहुन्थ्यो परमेश्वर। आज पनि त्यही हो, जो पाए त्यहीसँग बोल्नुहुन्न। प्रिय, बोल्नु भए पनि सुन्न सक्नुहुन्न, किन अरू कुराले भरिराखेको छ, सबै सुन्ने कुराहरू। परमेश्वरको आवाज के हुन्छ, सुन्न सक्दैन। जाडो विशेष दिन हो प्रिय, आजको दिन विशेष दिन हो। कतिको प्रार्थना गरेर तपाईँ आउनु, कति म सोधिनँ, तपाईँ आफैलाई थाहा छ।
बिहानदेखि के गरेर आउनुभयो? यो हप्ता दिन 40 दिन उपवास बस्न तपाईँको जीवन कसरी बताउनु भयो? के बोल्नुभयो परमेश्वर? उहाँले स्वीकार गर्न सकौँ, यो मेरो छोराछोरीहरूलाई स्वीकार गर्न सकौँ भनेर उहाँले के गर्नुभयो? रगत बगाउनुभयो। त्यो रगतद्वारा के गर्नु चाहन्छ? अब उहाँले छोराछोरी भइकन स्वीकार गर्नुहुन्छ। हामी रगतद्वारा चाहिँ हाम्रो सबै पाप मेटिन्छ नि। अनि हामी के हुन्छौँ? धर्मी अध्यायले पढ्यौँ नि रोमीको पुस्तकमा 5:10 उहाँको रगतद्वारा हामी धर्मी ठहरेका हुनाको कारणले उहाँमा हाम्रो जुन मिलाप कस्तो हुन्छ? हामी अब्बा पिता भनेर बोलाउँछौँ। हालेलुया। अनि उहाँले अर्को कुरा रगत बगाउनु चाहिँ छुटकाराको लागि। मैले धेरै पढिरहेको छुटकाराको लागि। अनि त्यो साँचो स्वतन्त्र किन्नको लागि येशूले रगत बगाउनु भयो। हामी बन्धनमै भइराखेका हुन्छौँ। मेरो यो भएन बन्धनको कुरा, मेरो यो भएन, मेरो त्यो भएन, मेरो यस्तो भयो उस्तो भयो, लिस्टको लिस्ट भइराखेको हुन्छ। जब त्यो लिस्टलाई मेटाउनको लागि चाहिँ येशूको रगत बग्यो। अघि हामीले हेरिराखेका थियौँ उहाँले के गर्नुभयो? रगत सित्याइदिनु भयो, त्यागिदिनु भयो। सबै कुराको लागि बलिदान भइसक्नु भएको छ। उहाँले तपाईँ मलाई फेरि पनि बन्धनमा होइन। एफिसीको पुस्तक 1:7 जब हामी पढ्छौँ भने एफिसी 1:7 हेर्नुहोस् त, यहाँ भनिसक्नु भएको छ उहाँको वचनले कि उहाँको अपार अनुग्रहद्वारा ख्रीष्टको रगतद्वारा हामी उद्धार, उहाँमा उद्धार र हाम्रो पापको क्षमा पाउँछौँ। उद्धार भइसकेको छ येशूको रगतद्वारा। हाम्रो सबै बन्धनहरूबाट छुटकारा भइसकेको छ येशूको रगतद्वारा। उहाँमा नै ख्रीष्टमा नै, ख्रीष्टको रगतद्वारा उहाँमा नै तपाईँ मैले छुटकारा पाइसकेका छौँ। अब हामी आफै चर्चमा आउने, सङ्गति सुन्ने, वचन पढ्ने, प्रार्थना गर्ने, हरेक हप्ता तारिक धाजै गरिराख्ने व्यक्ति हामी यस्तै भनिराखेका छौँ भने अरूले के भन्ला? अरूले चाहिँ के भन्ला? त्यसले चाहिँ महिनामा 6 महिनामा वर्षपछि कृष्णले के भन्छ? अब हामी एफिसीको 7 उहाँको रगतद्वारा हामीले के भन्छ? उद्धार भइसकेको छ। अब हामी बन्धनमा छैनौँ। तपाईँमा बन्धनमा छैनौँ प्रिय। हामी बन्धनमा छैनौँ, पापको दासत्व जुवामा छैनौँ। हामीलाई त्यसले केही पनि गर्न सक्दैन। प्रभु यीशु ख्रीष्टले परमेश्वरको वचनमा पावलले लेख्नु भएको कलसी 1:12-13-14 जब हेर्छ भने उहाँले हामीलाई अन्धकारको राज्यदेखि प्रिय पुत्रको राज्यमा ज्योतिमा ल्याइसक्नु भएको छ। हामी ज्योतिका सन्तान भइसकेका छौँ। हामी परमेश्वरको पुत्रको राज्यमा आइसकेका छौँ। उहाँको राज्यमा चाहिँ जब आउँछ नि त्यहाँ चाहिँ छुटकारा हुन्छ, स्वतन्त्र हुन्छ। त्यो राज्यमा चाहिँ त्यो ठाउँमा हामी आइसकेका व्यक्तिहरू हामी आफै बन्धनमा जिउँदैनौँ। येशूले रगत बगाउनु भएको, पिताले पठाउनु भएर रगतको स्वतन्त्र दिनको लागि, अब बन्धनमा बसिराख्नको लागि होइन, अब बन्धनमै भएर पाँचेर कुन्चिएर बस्नको लागि होइन, तपाईँ मलाई स्वतन्त्र गराइसक्नु भएको छ। उहाँको वचन भन्छ हामीलाई के छ? अन्धकारको राज्यदेखि प्रिय पुत्रको राज्यमा, जो चाहिँ ख्रीष्टको राज्यमा आउँदै गर्दाखेरि के भन्नुभयो? बप्तिस्मा दिने यूहन्नाले भने तपाईँले हो कि अरू कोही हो? हामी बप्तिस्मा हुन झ्यालखानामा छन्, चेलाहरूलाई पठाएछौ न, को हो? तपाईँले हो कि अरू हामी बप्तिस्मा गरौँ? तर तिमीले तिम्रो गुरुलाई भनिदेऊ यो काम भइराखेको छ। त्यसो भनिकन ख्रीष्टको राज्य, परमेश्वरको राज्य आइसकेको छ। अब त्यो काम मण्डलीमा हुनुपर्ने, यहाँ बसेर बोल्ने, यहाँ बसेर गाउने मात्र तपाईँबाट हुनुपर्छ। भन्नुहोस् न, मबाट हुनुपर्छ भनेर भन्नु त। तपाईँबाट हुनुपर्छ। यो चाहिँ परमेश्वरले यो जब तपाईँबाट त्यो काम हुँदैछ नि परमेश्वरको राज्य तपाईँमा आइसकेको छ। आमेन। तपाईँमा आइसकेको छ। यदि भन्छ हेर्नुहोस् त, अन्धकारको राज्यदेखि के हुन्छ? प्रिय पुत्रको राज्यमा, ख्रीष्टको राज्यमा चाहिँ त्यो काम हुन्छ। त्यहाँ चाहिँ स्वतन्त्रता, पुत्रले स्वतन्त्र दियो भने तिनीहरू स्वतन्त्र हुनेछ भनेर प्रभु यीशु ख्रीष्टले भन्नुभयो यहुदीहरूलाई। हामी त के हौँ? अब्राहमका सन्तान, हाम्रो पिता अब्राहम हुन्छ। के भन्छ तिनी हामीलाई? हामीलाई अझै पनि बन्धनमा छौ भनेर तिनीहरू भन्छौ। हामी त स्वतन्त्र होइन। ईश्वरले स्वतन्त्र गरायो भने मात्र तिमी के हुन्छौ? स्वतन्त्र। हामी यीशु ख्रीष्टको रगतले स्वतन्त्र भइसकेको व्यक्ति। उहाँले तपाईँ र मलाई खसी र बोका के भन्छ जानवरको रगत अथवा बहुमूल्य कुराहरू तिरेर होइन छुट्याउनु भएको। पहिलो पत्रुसको पुस्तक 1:18-19 भन्छ उहाँको रगत जो चाहिँ ख्रीष्टको बहुमूल्य होइन,
बहुमूल्य त हुन सक्छ, 50,000 80,000 त्यहाँभन्दा धेरै लाख हुन सक्छ, अरू बहुमूल्य होइन, अमूल्य, त्यसको मूल्य नै छैन, हामी किम्ती गर्नै सक्दैन। त्यो मूल्य गरेर के गर्नुभएको, रगतद्वारा तपाईँ मलाई किन्नु भएको। अगर तपाईँ एकजना यो पृथ्वीमा हुनुहुन्छ, तपाईँको लागि पनि म एकजना थिएँ भने मेरो लागि पनि के गर्नु, तपाईँले त्यो रगत बगाउनु थियो। उहाँले आफ्नै पुत्रको रगतद्वारा मूल्य चुकाइकन किन्नु भएको, हामीलाई छुटकारा दिनको लागि, हामीलाई स्वतन्त्र गराउनको लागि हामीलाई दिइसक्नु भएको छ। त्यो रगत बगिसकेको छ। अब हामी आफै बन्धनमा होइन, अगर बन्धनमा हुनुहुन्छ भने तपाईँ भन्नु पर्यो, म क्रिस्टको रगतले म किनेको, म प्रिय पुत्रको राज्यमा छु, म अन्धकारमा छैन, म पापमा छैन, म श्रापमा छैन, म चाहिँ कहाँ छु, क्रिस्टको राज्यमा। त्यहाँ चाहिँ स्वतन्त्र छ। पुत्रले स्वतन्त्र गरायो भने के हुन्छ, तिमीहरू स्वतन्त्र छौ, हामी त्यो ठाउँमा छौँ। यस कारणले उहाँले के गर्नु, रगत बगाउनु पर्यो। रगत बगाउनु भने हामीले बुझ्नुपर्छ। उहाँले तपाईँ र मेरो लागि कुराको चोट खाँदै रगत बगाउँदै गर्दा निको भन्नुपर्ने धेरै त म अब अगाडि लैजान्न यहाँबाट, तर म प्रार्थना गर्छु केही समय हामी यीशु क्रिस्टको रगतको बारेमा, जुन म फेरि भन्दैछु, यीशुको रगतले के गरेको छ, जीवन जहाँ आज तपाईँले तपाईँको जीवनमा, मेरो जीवनमा, मैले यी दिनहरूमा म पनि धेरै समस्या भएर म एक दुईजनालाई मात्र समस्याको बारेमा बताइराखेको छु, अरू कसैलाई मैले बताएको, जसले मलाई उहाँले केही कुराहरू भन्नुहुन्छ, उहाँलाई मैले भनिराखेको छु। अनि यो परिस्थिति भएर म पनि गइरहेको छु। तर जब मैले यो वचन तयार गर्दै थिएँ, यो कुरामा चाहिँ समाधान रहेछ। मेरो कति कुराहरू अप्ठ्यारो भयो, म धाको धाई अहिले मलाई तपाईँलाई थाहा छ, मेरो भिसाको लागि म कतिपल्ट यहाँ रोमान्टिकमा गएँ, कतिपल्ट जाँदा नि केही भएन। आज भोलि जा, ड्युटीमा टेन्सन, उता गयो केही पनि हुँदैन। तर जब मैले यो कुरा बुझेँ भने म एक्लै बसेर यीशु क्रिस्टको रगतले अब समस्याको समाधान हुँदै आउँदै गरेको मैले देख्न पाएँ। हालेलुया। केही समयपछि लाग्छ भनेर यो खबर पाउँछु। जबसम्म प्रार्थना गरिदिनु भएको छ, तपाईँलाई धन्यवाद। तर जब यीशुको रगतले उत्तर आइरहेको मैले अनुभव गरेँ। आज यो ठाउँमा तपाईँ जे कुराको लागि समस्या छ नि, त्यहाँ जे कुरा मरेको छ नि, त्यहाँ चाहिँ आकस्मिकमा गर्नुहोस्, यीशुको रगत लगाउनुहोस्। यीशु क्रिस्टको रगत, हलचल नगर्नुहोस् है, यताउता नजानुहोस्, नहेर्नुहोस् कसले के भन्ला भनेर। एकछिन हामी यीशुको रगतलाई खोलाउन, जुन रगतले चाहिँ जीवन लिएर आउँछ हाम्रो लागि, आउनुहोस् हामी